हेलो साथीहरू, सन्चै हुनुहुन्छ? आराम हुनुहुन्छ एभ्रिवान? आज तपाईँहरूलाई म एउटा सानो मैले भर्खर जानेको टिप्स सुनाउँदैछु। भिडियो स्क्रोल नरिकन पुरै हेर्ने बानी बसाल्नु होला। हामीले यो टिकटकको प्रोफाइल पिक्चर हुन्छ नि साथीहरू, यो टिकटकको प्रोफाइल पिक्चर चाहिँ कसैले मास्क लगाएको, कसैले पछाडिबाट ढाड देखाएको, कसैले मुख हातले छोपेको, त्यस्तो चाहिँ टिकटकमा प्रोफाइल पिक्चर नराख्नु होला। आज मैले भालसाले जानेको कुरा तपाईँलाई सिकाउँदै गरेको हो। त्यो टिकटक स्टुडियोले त्यो तपाईँको प्रोफाइललाई खासै तपाईँको आइडीलाई मान्यता नदिँदो रहेछ। तपाईँले चाहिँ टिकटकमा चाहिँ एकदम तपाईँको क्लियर तपाईँ हो भन्ने चिनिने खालको प्रोफाइल पिक्चर राख्नुपर्ने छ साथीहरू, याद गर्नु होला। यदि तपाईँहरूले त्यस्तो प्रोफाइल पिक्चर चाहिँ टिकटकमा स्पेसल टिकटक आइडीवाला साथीहरूलाई है त छ भने त्यो चेन्ज गर्नु होला। एकदम राम्रो खालको तपाईँ हो भन्ने, तपाईँको आइडीलाई एकदम मजाले चिनाउने खालको प्रोफाइल पिक्चर राख्नु होला। त्यसलाई चाहिँ टिकटक स्टुडियोले एकदम मान्यता दिँदो रहेछ। तपाईँको त्यस्तो खालको मास्क लगाएको, अनुहार छोपेको, तपाईँलाई राम्रोसँगले चिनिएको छैन भने त्यस्तो प्रोफाइल पिक्चर नराख्नु होला। टिकटक स्टुडियोले तपाईँले जति राम्रो भिडियोहरू बनाउनु भए पनि, जस्तो गर्नुभयो भने तपाईँलाई अगाडि बढ्नुबाट चाहिँ एकदम सहायता नदिँदो रहेछ है त साथीहरू। फेरि यस्ता सानसानो कुराहरू लिएर जोडिनु पर्ला है त।